साथीहरू सबैजनालाई आज चाहिँ म सानो भिडियो बनाउन गइरहेको छु। म चाहिँ खानासाना खाइसकेँ अरे अनि घरसाना पनि पारेर अब चाहिँ आलु खान जानु पऱ्यो भन्दैछु, आलु तास्न। अनि हाम्रोतिर चाहिँ सबैले आलु तासिसक्यो, म चाहिँ ढिलो भइसक्यो अनि आलु तास्न गइरहेको। मेरो खेत चाहिँ यस्तो छ, पर हो मेरो खेत चाहिँ। आलु तास्न अब जान लागेको। म चाहिँ जानी नजानी भए पनि गर्दैछु आलु तास्ने प्रयास। गलेर चाहिँ हैरान हुन्छ अनि के गर्नु, हात चिप्लिन्छ उस्तै अनि गलेर कस्तो भइहाल्छ कि एकछिन खाने बित्तिकै। कति धेरै थोरै हो तर मलाई चाहिँ अब नसकेर धेरै जस्तो लाग्छ कि। अनि खान्छु, एकछिन सकिन्जेल खान्छु। अनि सबैले कराउँदै हुन्थ्यो, फरुवा कहाँ माथि उचाल्यो कि भनेर कराउँदै हुनुहुन्थ्यो मलाई चाहिँ। अनि म चाहिँ एकछिन बस्छु यसो भनेर गलेर एकछिन बसिरहेको थिएँ। म चाहिँ तल्लो गरामा काम गर्न थालेँ अनि साथीहरू छिटो सक्नु पऱ्यो भनेर जस्तो आउँछ त्यस्तै गर्दैछु। तर दिउँसो चाहिँ पुरा घाम लाग्छ क्या हाम्रोतिर, अनि घाममा चाहिँ सकिँदैन होस् भनेर बिहानै सक्नु पऱ्यो जति सक्छु भनेर। तर घामले मार्छ दिउँसो त। घाम चाहिँ दिउँसो लाग्यो भने त साह्रो हुन्छ नि। अनि त्यही माथि हात ठेला उठेर कस्तो भएको छ, हात दुखेर मेरो त। त्यो कतिमा फरुवा चलाएको हात त पुरा यत्रो भएको छ। अनि त्यो फरुवा समात्न मलाई गाह्रो भइरहेछ कि, कस्तो अप्ठ्यारो भएको हो कि गाह्रो भइरहेछ, कस्तो साह्रो दुख्ने त्यो दाना भएको ठेउरा हुन्छ। मैले चाहिँ आलु यहाँदेखि सबै हेर्नु नि, दुखेर आलु चाहिँ तासिसकेँ मैले चाहिँ। यहाँ चाहिँ भ्याड छ। फाइनल्ली म चाहिँ आलु तासेर आइसकेँ।